भन्छ तर गर्ने लायकको कस्तो छ तपाईँको आफ्नो तारिफ गर्नु एकदम राम्रो भएको रहेछ जे होस् बाहिर निस्किँदा अब थाहा पाउँछ मान्छेको रेस्पोन्स हजुरहरूले हेर्नु सक्नुहुन्छ अहिले निस्किने धेरै टाइम लाग्यो यहीँबाट यति बाहिर निस्किनु नै द्याट मिन्स एकदमै राम्रो रेस्पोन्स पाइरहेको छ हामीले पहिलोचोटि फिल्ममा डेब्यु गर्नुभएको छ कस्तो अनुभव हुँदो रहेछ पहिलोचोटि यो पहिलो बारे भइरहेको छ मेरो लाइफमा अहिले जस्तो मलाई देख्दैछ त्यस्तै भइरहेको छ म त एकदम रमाइरहेको छु अब देखेको सपना सायद पुरा हुन्छ जस्तो अझै होप बढेर जाँदैछ खुसी लाग्यो यति राम्रो फिल्म बन्ला भनेर आकलन गर्नुभएको थियो कि मैले त सोचेको थिएन जस्तो अब मेरो एक्टिङ पनि यति राम्रो पर्दामा देख्छ भनेर चाहिँ सोचेको थिएन एकदम राम्रो भएको रहेछ आफूलाई आफ्नो पर्फर्मेन्स हेरेर खुसी लाग्यो इन्टायर हस्टेल टिमको पर्फर्मेन्स एकदम बवाल भएको छ के लाग्छ तपाईँलाई यो फिल्मले चाहिँ अब दर्शकको मन जित्न सक्छ जस्तो लाग्छ के लाग्छ अब यो चाहिँ दर्शकहरूमाथि हुन्छ है दर्शकहरूले आएर हेरिदिनुहोस् त्यहाँबाट प्रतिक्रिया राखेर एकखेप दर्शकहरूले हेऱ्यो भने मलाई जहाँसम्म लाग्छ यो फिल्मले 110% बवाल गर्छ जस्तो लाग्छ फिल्म हेरेपछि चाहिँ यो फिल्म सुपर डुपर हिट हुन्छ जस्तो लाग्यो के लाग्यो तपाईँलाई यो सुपर डुपर हिट हुनुपर्छ बनाउनुपर्छ हामी सबजना मिलेर किनकि यो युथको एउटा ऊर्जा हो हामी जस्तो सानो घरबाट आएर सिनेमासम्मको यात्राहरू गर्ने आर्टिस्टहरू भएको छौँ अभियसली तपाईँहरू पनि कतिको सपना देखेर बोकेर आएको छ भने यो पुरा हुन्छ जस्तो मलाई बिलिभ भइरहेको छ क्या अहिले जस्तो फिल्म हेरेपछि धेरैले तपाईँको पनि तारिफ गर्नुभयो होइन धेरैजना दर्शकहरूले पदम पदम भनिराख्नु भएको छ होइन यसबाट अब तपाईँलाई कतिको प्लस पोइन्ट हुन्छ जस्तो लाग्छ म त जस्ट पदम पहिलाको जस्तो पदम थियो त्यस्तै पदम हुनेछ होइन एउटा सिनेमाले लाइफमा कहिले डिफाइन गर्दैन अझै धेरै काम गर्नु छ मलाई र आफूलाई अझै तयारीको प्रोसेसमा लानेछु म के भन्नुहुन्छ दर्शकहरूलाई धेरै धेरै धन्यवाद जो जति आएर सिनेमा हेरिदिनु भयो र जो जतिकोले हेर्नु भएको छैन अनलाइनमा बुकिङ खुल्ला छ हजुरहरू प्लिज हामीलाई सपोर्ट अनि माया गरिदिनु होला थ्याङ्क यू सो मच यो गाई सागाला बिन्दु